नेपाल बिलियर्ड्स पुल तथा स्नुकर संघ रूपन्देहीले आयोजना गरेको यो 9 जिल्ला खेल खुल्ला स्नुकर प्रतियोगिता हो र यो संघले चाहिँ मुख्य यसको भूमिका भनेको नै खेलाडी उत्पादन गर्नु हो। हाम्रो रूपन्देही जिल्लाबाट पनि इन्टरनेसनल लेभलको खेलाडी उत्पादन गर्न सक्ने मुख्य योजना राखेर हामीले यो प्रतियोगिता चाहिँ हरेक साल गर्दै आएका छौँ। यस स्नुकरमा हामीभन्दा अग्रज दाजुहरू जस्तै सञ्जय रत्नभद्राचार्य हुनुहुन्छ, प्रमोद दाई हुनुहुन्छ, त्यसै दुर्गा दाई हुनुहुन्छ, भैरवबाट बिजु दाईहरू हुनुहुन्छ। उहाँहरूले को गेम देखेर नै हामी पनि यो गेममा लागि पर्यौँ र अहिले सङ्घमा पनि आबद्ध भयौँ। यसलाई चाहिँ दाईहरूले जगर्ना गर्नु के स्थापना गर्नुभएको एउटा खेललाई हामी चाहिँ हालसम्म जसलाई जगर्ना गर्ने प्रयास गरिरहेको। हामीले यो जहिले पनि प्रतियोगिता गराउँदा कुनै एउटा प्राइभेट क्लबको हामी ठाउँमा गराइरहेका छौँ, क्लबहरूमा गराइरहेका छौँ। हामीलाई यसमा स्थानीय सरकारबाट, प्रदेश या केन्द्र सरकारबाट कुनै कबड हलहरूमा हामीलाई बनाइएको छैन। जस्तै ब्याडमिन्टन अहिले कबड हल छ, भलिबल कबड हल छ। कम्तीमा एउटा टुर्नामेन्ट गर्न लागि तपाईँको एउटा कबड हल भएर तपाईँको प्यारफिटको सहितको भयो भने खेल हेर्न आउने खेलाडीलाई पनि राम्रो र खेल्ने खेलाडीलाई पनि मनोबल बढ्ने थियो। यसको लागि चाहिँ अझैसम्म कहीँबाट केही भएको छैन। त्यसकारणले गर्दा हामीले जहिले पनि यो इन्डोरमै गर्नुपर्ने। अनि यसको हामीले कबड हल भएर बाहिर गर्नु थियो। कम्तीमा एउटा हलमा तपाईँको 200-300 जना अट्ने भयो भने त्यो दर्शकले आएर आफ्नो प्रचार प्रसार गर्नुहुन्थ्यो। त्यसो अब पत्रकार साथीहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो भूमिका अहिलेसम्म हाम्रो रूपन्देही क्षेत्रमा मैले देखेको चाहिँ हाम्रो पत्रकार साथीहरूले पनि धेरै भूमिका गरिदिनु भएको छ। निरन्तर यही भूमिका गर्दै जानु भयो भने बिस्तारै जनताको माझ पनि पुग्छ भन्ने हामीलाई आशा छ। र यसको लागि अझै मुख्य भूमिका भनेको चाहिँ एउटा चाहिँ तपाईँको क्लबमा नभएर कबड हल बनाएर राम्रो व्यवस्थित तरिकाले नगरपालिकाले या केन्द्रले कसैले हुन्छ यो गरिदिनु भयो भने यो गेमको चाहिँ अझै उन्नति र प्रगति हुन्थ्यो जस्तै हामीलाई लाग्छ। अहिले हाल तयारी चाहिँ अहिले हामीले प्रथम र द्वितीय हुनेहरूलाई अहिले चाहिँ तपाईँको कपहरू चाहिँ लिइरहेका छौँ। अब अनि गेमको लागि टाइसिटहरूको लागि चाहिँ अब खेलाडी सहभागिता गराउँदैछौँ। अब 2-3 दिनमा टाइसिट पनि तयारी गर्नेछौँ। यो चाहिँ खास गरी हामीले रूपन्देही जिल्लाले टुर्नामेन्ट गराए पनि हामीले चाहिँ अब जस्तै नजिक जिल्ला पाल्पा जिल्ला पनि परेको छ, अब कौलस जिल्ला पनि नजिकै छ। कुनै जिल्लामा चाहिँ यो खेल अझै अगाडि नबढेको कारणले चाहिँ हामीले रूपन्देही जिल्लामा हामीले एउटा खेलाडीको कार्ड गराएका छौँ। त्यो कार्ड भएको पार्टिसिपेटले चाहिँ कार्ड हुनेले चाहिँ पार्टिसिपेट गर्न पाउने भनेर टोटल हाम्रो योजना चाहिँ 128 जनाको हुनेछ। र यसको मुख्य प्रयोजन चाहिँ हाम्रो बुटुलुपा नगरपालिकाले चाहिँ हामीलाई मुख्य सहयोग गर्नुभएको छ। यसको अनुमानित खर्च चाहिँ हाम्रो 15 लाखको छ। जसमा चाहिँ प्रथम प्राइज 1 लाख रुपियाँ रहनेछ, दोस्रो प्राइज 50,000 रहनेछ। त्यसपछि हाम्रो हाइएस्ट ब्रेकलाई पनि प्राइज र स्टिक राखिएको छ। त्यसपछि डिसिप्लिन प्लेयर अनि एउटा चाहिँ राइजिङ प्लेयर भनेर हामीले 5वटा पुदामा चाहिँ पुरस्कार राखेका छौँ। यो जहाँसम्म मैले बुझेअनुसार नेपालभरिकोमै जिल्ला स्नुकर भन्ने खेलमा चाहिँ सबभन्दा ठुलो धनराशि नै हो जस्तो लाग्छ। यसले गर्दाखेरि खेलाडीमा एउटा मनोबल पनि उच्च भएको छ। खेलाडीहरूले यो टुर्नामेन्टलाई भव्यताको सफल पार्नलाई अहिलेदेखि नै खेलाडीहरू आफ्नो तयारीमा पनि जुटिसक्नु भएको हामीले देखिरहेका छौँ। अल नेपाल टुर्नामेन्ट हालसम्मकै उच्च राशिको हामीले गराएका थियौँ। त्यसपछि त्यसबाट हामीले धेरै पाठहरू पनि सिक्न पायौँ। त्यसपछि गरेर हाम्रो रूपन्देहीबाट हामीले जिल्ला स्नुकर प्रतियोगिता गराइराख्दाखेरि नेसनल लेभलमा चाहिँ पुर्याउन सक्ने रूपन्देही जिल्ला पनि हो भनेर चाहिँ हामीले यहाँबाट खेलाडी उत्पादन यो टुर्नामेन्टले चाहिँ खेलाडी उत्पादन गर्नलाई ठुलो सहयोग पुर्याएको छ। यो तपाईँको रूपन्देही जिल्लाभरिमा हामीसँग दर्ता भएर आएको क्लबहरू चाहिँ लगभग 37वटा क्लब दर्ता भएको छन्। त्यसमा चाहिँ अब अहिले कतिपय चाहिँ रेगुलर छैन। अनि यो खुल्लामा खेल्नुभन्दा पनि यो के छ भने एउटा एकदम हाई प्रोफाइल गेम भनेर पनि बुझिन्छ यसलाई। यसको लागि चाहिँ अब ड्रेस कोडहरू अब छुट्टै हुन्छ। हामी नर्मल अब फुटबल खेल्दाखेरि जर्सी लाए जस्तो हुँदैन। हामीले सुटेड बुटेड नै भएर खेल्नुपर्ने गेम हुन्छ यो। अनि यसको लागि भनेको यो तपाईँको सानो पोइन्टमा पनि फल हुने हुन्छ। त्यसले गर्दाखेरि हामीलाई एकदम अँध्यारोमा लाइटको मुनि मात्रै खेल्नुपर्ने गेम भएको कारणले चाहिँ यसलाई चाहिँ हामीले एकदम मध्यनजर गरेर एकदम लाइटको मुनि एकदम खेलाउनु पर्ने चाहिँ हुन्छ। र त्यसपछि यो स्नुकर भनेको चाहिँ आबद्ध एकदम दर्तै भएर हिँडेको चाहिँ तपाईँको चाहिँ लगभग 15-16 वर्ष भयो। तर नेपाल रूपन्देही जिल्लामा चाहिँ 20-22 वर्ष अगाडिदेखि नै सङ्घको चाहिँ यो गेमहरू चाहिँ टुर्नामेन्टहरू चाहिँ सानो टुर्नामेन्ट भइरहेको थियो। इन्डोरहरू चाहिँ सङ्घले चाहिँ गर्न लागेको चाहिँ 10-15 वर्ष यसरी गर्नु भएको छ। नेपालबाट बाहिर पार्टिसिपेट गर्न जाने खेलाडीहरू नेपालभरि धेरै नै छन्। तर हाम्रो रूपन्देहीको नाम राख्न सफल हुनु चाहिँ तपाईँको रेगन श्रेष्ठ
भनेर हामी उहाँ चाहिँ नेपालभरि मात्रै पनि तपाईँको लगभग हजारौँ ट्रफीहरू जितिसक्नु भयो, के अरे दर्जनौँ ट्रफीहरू चाहिँ जितिसक्नु भएको छ होइन। त्यसपछि उहाँले चाहिँ हालै सम्पन्न भएको सार्कमा पनि सेकेन्ड थर्ड भएर आउनु भएको थियो र अहिले हामीसँग रूपन्देही जिल्लामा पार्टिसिपेट गर्ने खेलाडी जस्तै हाम्रो कुणाल भाइ हुनुहुन्छ, उहाँले चाहिँ नेपालमा टप 8 मा गन्नेको आयुष गौतमलाई पनि जितेर अहिले चाहिँ आफ्नो नाम राख्न सफल हुनुभएको छ होइन। त्यसै गरेर उहाँ चाहिँ रूपन्देही जिल्लाबाट अहिले चाहिँ तपाईँको नेपालको टप 8 मा चाहिँ पर्न सफल भन्नुभएको छ, जो चाहिँ हाम्रो अहिले यो प्रतियोगितामा नि पार्टिसिपेट गर्दै हुनुहुन्छ। खेलाडीको सङ्ख्या रूपन्देहीमा कति छ भन्नाले यो अब यो कस्तो हुन्छ भने कोही राम्रै खेल्ने खेलाडी हुन्छ, कोही भर्खरै सिक्दै नयाँ आउने खेलाडी हुन्छ, यो क्रमशः बढ्ने क्रम हुन्छ। तथ्याङ्क चाहिँ टोटल हामीसँग नै हुँदैन, प्रत्येक क्लबमा नै हामी बुझ्नुपर्ने हुन्छ। तर हामीले कार्ड वितरण गरे अनुसार हामीसँग चाहिँ 100 लगभग 40 का हाराहारीमा छ। त्यसमध्येमा पनि अब कतिजनाले अब गेममा रेगुलर दिनुभएको हुन्छ, उहाँहरू चाहिँ टुर्नामेन्टमा पार्टिसिपेट गर्नुहुन्छ, कति चाहिँ रेगुलर हुँदैन, उहाँहरूले चाहिँ गर्नु हुँदैन। तर 128 चाहिँ अनिवार्य लगभग अहिले हामीले यो प्रचार गरेपछि प्रत्येक क्लबमा हामीले बुझ्दाखेरि प्रत्येक क्लबले आफ्नो तयारी चाहिँ गरेको चाहिँ बुझ्न पाइएको छ। स्नुकर हामीले कुनै अहिलेसम्म बुझेअनुसार कहीँ पनि यस्तो एकाडेमी भनेर चाहिँ छैन सिक्नको लागि होइन। यो भनेको चाहिँ अब जस्तै लोकल स्तरबाट हामी एउटा स्थानीय स्तरबाट नै आफ्नो ठाउँमा एउटा क्लब हुने, त्यहीँको एउटा अब सिनियर प्लेयरहरूले अब आउने प्लेयरहरूलाई चाहिँ कसरी हान्ने, कता हान्ने भनेर चाहिँ गाइडनेस चाहिँ गरिन्छ। त्यसको एकाडेमी नै चलाएर खेलाडी उत्पादन नै गर्ने भन्ने चाहिँ यो चाहिँ राज्यले नै अहिलेसम्म गरिदिएको छैन। यसो त हामीले भन्दा पनि राज्यले गर्नुपर्ने कुरा हो, किनभने नेपालबाट धेरै नै चोटि विदेशमा पार्टिसिपेट गर्दाखेरि पनि राज्यले अझै पनि यसलाई चाहिँ त्यति राम्रोसँग भूमिका निर्वाह गरिदिएको छैन। त्यही भएर हामीले चाहिँ लोकल स्तरबाट हाम्रो आफ्नै जहाँ चाहिँ जति पनि क्लबहरू हुन्छ त्यही क्लबमा चाहिँ लोकल स्तरबाट क्लब ओनरसँग हुन्छ कि त्यहाँको सिनियर प्लेयरसँग हुन्छ, उनीहरूसँग नै सिकेर नै अगाडि बढ्ने यसमा चाहिँ।